मलाई खोकी लागिरहेको आज 3 दिन भयो होला अनि हिजोबाट चाहिँ औषधि खाएको अलिअलि कम भए जस्तो चाहिँ हुने तर घाँटी कस्तो खसखस 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 गरेर सुक्खा खोकी लाग्ने कि अनि मम्मीले आज मलाई यो पानी बनाइदिनु भएछ कि अनि यसमा चाहिँ जिरा ज्वानो अनि बेसार अनि अलिकति नुन अनि जेठी मधुरे अनि पानी अभियसली पानी त भइहाल्यो अनि राखेर 10 मिनेट जस्तो उमालेर अनि दिनुभएछ अलि मनतातो गरेर अब खाएर हेरौँ यो खायो भने चाहिँ घाँटी खसखस गरेर खोकी चाहिँ अलिकति कम हुन्छ अरे अब खाएर हेर्छु मिठो त मिठै छ जिरा पानी मात्र चाहिँ मलाई त्यति खासै मन पर्दैन थियो कि अब यो आज खाने रे बेलुका अनि भोलि बिहान खाने रे अनि फेरि बेलुका खाने रे खाना त 3 टाइम खाने हो अब म काममा जानुपर्छ नि त दिउँसो त म भ्याउँदिनँ नि त अनि पछि हेरौँ खाएर कतिको फाइदा गर्दो रहेछ भनेर बाई